हेलो गाइज, वेलकम छ तपाईँहरूलाई मेरो सानो अर्को एउटा मिनी ब्लगमा। आज चाहिँ म टाउन जाँदैछु किनभने मेरो यो सानो बहिनीको आज बर्थडे हो। त्यही भएर सबैले बर्थडे गरिदिने भनेर सोच्नुभयो। अनि त्यसपछि म र आन्टी चाहिँ अब जानु आँटेको छु। यहाँ देख्दै सक्नुहुन्छ दिदी र आन्टीले चाहिँ पुरा जार पिराख्नु भएको थियो। त्यसपछि नै भाइ पनि आइपुग्यो टमटम लिएर। अनि म चाहिँ भाइको टमटममा चढिहालेँ किनभने बाहिर धेरै पानी परिरहेको थियो। पछि आन्टी नै आउनुभयो अनि हामीले आफ्नो यात्रा सुरु गऱ्यौँ। अनि त्यसपछि तपाईँले देख्दै सक्नुहुन्छ बाहिर कति धेरै पानी परिरहेको थियो कि गाइस, के भन्ने दिनभरि पानी परेको परे। अब पानी परे जे परे नि अब के गर्नु गाइस, जानु त पर्ने हो किनभने अब बहिनीको बर्थडे गरिदिनेवाला छ, नगए त हुँदैन गाइस। देख्दै हुनुहुन्छ होला तपाईँहरूले बाटोहरू कति खराब भइरहेछ हाम्रो अहिले यताको। तर पनि पानी यस्तो परिरहेको थियो कि सबै गड्डा गड्डीमा पुरै पानी भइरहेको थियो। सो गाइस, अहिले चाहिँ हामी फाइनली टाउन आइपुग्यो। तपाईँहरूले देख्दै सक्नुहुन्छ यो हाम्रो टाउनको अब ब्रिज हो। अब यहाँदेखि चाहिँ हामी ठ्याक्कै मेन टाउन छिर्दैछौँ। त्यसपछि यहाँ देख्दै हुनुहुन्छ तपाईँहरूले कति पानी परिरहेको छ है गाइस, तपाईँहरूले पनि देख्दै हुनुहुन्छ होला। अब यसपछि चाहिँ अब हामी अब काजु साजु बदाम किसमिस के अनि बासमती चामलहरू लिने भन्नुभयो आन्टीले। अनि त्यहाँ गएर हामी टमटम रोक्यौँ यहाँ। अब हामी यहाँदेखि अब आन्टीले खै के किन्नुहुन्छ, म त यतिकै आएको आन्टीको साथी है गाइस। अब आन्टीले यहाँ लिनुहुन्छ अनि त्यसपछि अब यहाँदेखि लिएर अब हामी अर्को ठाउँ जानेवाला छु। सो गाइस, यहाँ हेर्नुहोस् तपाईँहरूले मेरो हातमा के छ, इन्डियाको फ्ल्याग है गाइस। त किनभने अब इन्डिपेन्डेन्स डे आइरहेको छ, सबैलाई इन्डिपेन्डेन्स डे इन एडभान्स। त्यसपछि चाहिँ अब हामी काजु बदाम किन्ने भन्नुभयो आन्टीले। अनि हामी चाहिँ यहाँ होटेलमा आएर अब 100 ग्राम जस्तो काजु बदाम किन्नु आँटेको। तर दाम चाहिँ धेरै नै थियो कि अब जे भए पनि अब चाहिएको छ त लिनै पर्यो। त्यसपछि कोक पनि चाहियो भन्नुभयो अब दिदीले फोन गरेर। अनि 2 लिटरको कोक पनि यहाँदेखि लादिछु। त्यसपछि गाइस अब हामी चाहिँ ब्रोइलर किन्नु जानु लागेको किनभने ब्रोइलर त भएन भने हुँदैन। अब मान्छेहरू आउँछ, गेस्टहरू आउँछ, खाना त दिनै पर्ने हुन्छ। अगाडिमा सोद्धाखेरि 180 रुपियाँ किलो भन्दाखेरि गोटा ब्रोइलरको, यहाँ आएर सोद्धाखेरि चाहिँ अलिक कम्ती पऱ्यो। यहाँ चाहिँ 165 रुपियाँ भन्नुभयो। अनि त्यसपछि अनि यहाँ हामीले अनि फाइनली अनि 4 किलो 300 ग्राम हाम्रो डन भयो। त्यसको बिल भयो तपाईँको 710 रुपियाँ। अब यसपछि चाहिँ अब हामीले ब्रोइलर लिइसकेर अब हामी चाहिँ अब अन्तिम फर्काइमा पुग्दैछौँ। अब केक लिनु बाँकी रहेको थियो। अनि फाइनली हामी अब अर्को आन्टीको दोकानमा आएर यहाँ चाहिँ केक मन पर्यो यो केक। यसको चाहिँ दाम 400 रुपियाँ। अनि यहाँ विनिता गुरुङ भनेर चाहिँ नाम लेखिदिएर अनि यहाँ केकको सामानहरू के थियो सबै लिएपछि चाहिँ अब पानी धेरै परिरहेको थियो। सो त्यसपछि हामीले सबै सामानहरू लिइसकेर अब हामी चाहिँ फाइनली घर फर्किँदैछु गाइस। तपाईँहरूलाई लङ भिडियोको लागि तपाईँहरूले 1-2 दिन कुर्नु पर्ने हुन्छ। सो आजलाई यति नै। सो बाई बाई।